मर्निङ सबैजनालाई गुड मर्निङ नमस्ते शुभ बिहानी। आज फेरि हेर्ला सनै फुल यो त कोइला पो आछ। यो चाहिँ सनै फुल हो, फुल्नु आँटेको छ। यो फुल पनि फुलिसकेको छ, फुल्दैछ भर्खरै हो, पनि फुल्दैछ। यता चाहिँ फुलहरू फुलेर पनि सक्यो। अब चाहिँ मैले चाहिँ आगो अघि फुकेको थिएँ। अब दुध दुनुपर्छ हो, दुधको उयो पनि लगेर गएछ कि बिना हो। हाम्रो भाले पनि कराउँदैछ। टमाटरलाई किरा अर्ग्यानिक मल लगभग यो गाई छ। अब गाई दुनु पर्ने, कताबाट हो दुनु पर्ने चाहिँ। काँटा पनि ला तिखो बनाएको छ कालीले। बितेको बिहा थियो गइहाल्छ छाउनु पर्ने घर त। ए नगर त्यस्तो, अब के त ल ओए चला नाटक पानी त एकछिन। यो भाले चाहिँ एकदम गाउँ डुलेर चाहिँ यस्तो गरेको यसलाई एकदमै ज्यादा गाउँ डुल्नु थाल्यो क्या। त्यही भएर चाहिँ थालेको। अन्त घरमा बस्दैन जस्तो अन्त घरमा बसेर हो तर घरमा नबसेको म किन बाँधेछु। यो चाहिँ बेसी गाउँ डुलेर यसलाई चाहिँ बाँधिसकेँ। मको चारो नखाइ ल। गोठो सुरु गरेको आजदेखि, हिजोदेखि सुरु गरेको। हिजो एकछिन गरेँ हो। आज चाहिँ यताको खुट्टीहरू गाडेर प्लास्टिकको बनाउन आँटेको हो दुना माउको लागि। पनि फल्दै रहेछ। अब भरेलाई लगेर चाहिँ सब्जी बनाएर खानुपर्छ यसको चाहिँ। कोही बोट मर्दैछ, कोही फल्दैछ, दुःख सुख। अहिले चाहिँ यतिसम्म चाहिँ ल्याइसकेको छु। यो चाहिँ घाँस खाने जग्गा बनाएको सिसकेको छु। पुर्नु छ यता खाल्टा पुर्नु छ, बनिन्छ होला एक हप्तासम्म त गोठहरू पनि।